हेलो एभ्रिवान, आज चाहिँ मैले के गरेँ त भनेर तपाईँहरूलाई देखाउँदैछु है त। र मैले चाहिँ यहाँ माछ हाल्ने काम गर्दै थिएँ। र माछ चाहिँ के को लागि भन्दाखेरि झिका करेला यस्तै सब्जीहरूको लागि माछ हाल्दै थिएँ। र घाम पनि यति लागेको छ कि भन्नुहुन्छ भने घामले चाहिँ गर्दाखेरि टाउको दुखेर मेरो चाहिँ एकदम टाउको गरम भइरहेको थियो। फेरि साथै ठुलो मामा आइपुग्नु भएछ र ठुलो मामालाई चाहिँ तामुल खाने भनेर भन्नुभयो। फेरि तामुल पनि ल्याएर दिएँ र तामुल चाहिँ काटिराख्नु भएको छ, गाइस देखिराख्नु भएको छ। कोही चाहिँ झार कुर्किँदैछन् र भान्जी चाहिँ उहाँ लुगा धुँदै थिइन्। र साथै फेरि म चाहिँ उहाँ पर गएँ गाइस। फेरि के त बाँस एउटा लिन गएको थिएँ र बाँस लिएर आइपुग्दा भने मामाले चाहिँ तामुल काटिसक्नु भएकै रहेन रहेछ र लगभग अब चाहिँ तामुल काटिसक्ने बेला भयो भनेर भन्नुभयो। र त्यतिकै तामुल काट्दै भान्जेभरिसँग बात गर्दै गरिराख्नु भएको थियो गाइस। र फेरि बिचमा माझमा यहाँ चाहिँ माने के हो, भान्जी आइन्। भान्जीले चाहिँ पिलिक हेरेर गइन् र फेरि म चाहिँ चोया काट्न बसेँ। चोया काट्दै थिएँ माछ बान्नको लागि भनेर। र माछ बान्दा बान्दै फेरि यता म चाहिँ आएँ मामालाई खुकुरी दिनु भनेर। खुकुरी चाहिँ माने हाम्रो गाउँमा बनाउनु दिनुभएको रहेछ, त्यही लिन आउनुभएको रहेछ गाइस।